म यहाँ छु हजुर मन्दिर दर्शन गर्नु म आछु बाबा यहाँ आछु मैले आछु यहाँ माथि बसेर तलतिर हेर्दै हजुरआमा चिन्नुभयो कि वीरसँग त भयो नि मामा कता हुनुहुन्छ त हजुर बस्नु छोरो यही हो छोरी दुईटी ठुली अलि ठुलै भए ब्याचलर पढ्छ अस्ति आएँ हिजो अस्ति रामदीमा पूजा थियो अनि हिजो वालिङ आइयो आज यसो गरेर यस्तै त्यो काम हेर्नु पर्ने सानै हजुर दिन त सबैको अहिले सल्यान माथि उतै पाहाडतिर दाइ त अहिले बाहिर म माइलो भएँ क्या एउटा साइनाले आफ्नो छोरीहरू भन्नु छोराछोरी कोही छ साइनाको एउटा छोरा एउटा छोरी कहाँसम्म काठमाडौँ हजुरको स्वास्थ्य राम्रो छ अब यतिको उभिएछु कति वर्षको हुनुभयो 91 यति हजुर तर उनी हजुरआमा जस्ताको तस्तै ठाउँमा छन् मेरो जिउ जति सक्यो कति फरक हुनुहुन्छ फरक त्यही 2-3 वर्षको हजुर जेठो त हो पोहोरसँग अलि बिसेक थिएँ मलाई अलिकति यो जम्मी खटेर उठेदेखि र त्यसले गाह्रो पार्यो त्यस्ता गरन्त बरु छेउबाको बुढाको कुन चाहिँ त्यहीसँग कुनो यता मोटरभित्र उसिएर रोएर सम्झन्छु घर आएको माछा मामाहरू सबैले हेर्नु भएको छ पुग्नु भएको थियो एकचोटि सबै मामाहरू एकैचोटि पुग्नु भएको थियो बन्दै थियो टाढैबाट हेर्नुभयो त्यही ठाउँमा हजुर धन्न सम्झिनु रहेछ चिन्नु रहेछ कपडाहरू भए पनि लाउन दुःख हुने अहिले त एउटा सुनको यसो लगाइदिए पनि लैदिए त्यही त थाहा पाएँ नि मैले मामासँग कुरा भएको थियो यो ठाउँमा यस्तो ठाउँमा अर्थ त छ लाउन पनि सकिँदैन बाबु अब त्यो यस्तो पो छ त्यो अब आवश्यकै छैन होइन कि यो छालाले नरुचाउने रहेछ आताको छ मेरो छाला